लुगा छैन कोइल पर्दैन यो हाम्रो जिउमा अलि सगनमा ढलो भने मात्र हो दामी छ यतिको माल चाहिँ सबैको हुनुपर्छ यो चाहिँ नचाहिँदा चलो के समय कहाँबाट कहाँ पुग्छ त्यो ठुलो के हुनुहुन्छ के मागे रुडीवादी छ के भएर अहिले यही सक ए अब यो त हुनै पर्छ त के भने तपाईँले आफै बस्नु पर्दैन सानीमा बस्नु न सानीमा यता सुन्नु एउटा कुरा भन्छु तपाईँ बस्नु पर्दैन अब सगुनको लागि सबै सम्पूर्ण भयो अब तपाईँ सबै माइतीले नमस्ते गरेर होइन माइती आएकोमा म खुसी छु भनेर होइन भान्जा र दिदी बस्नु पर्छ भान्जा र दिदी सबै बस्ने हुन् होइन माहौलीहरू सबैले स्वागत गर्नु परेन यी मेरो अरे कान्छो मामाको छोरी धेरै बाटी छिन् भनौँ भने लाठी जस्तो हो केमा हाल्नु आए बिचरा मैले मेरो त्यस्तो छैन है गोपालको त म भाइ हो नि किन ए ल ल ल तिमीहरू पनि ओहो दुईटा डनहरू माथि बसिरहेको रहेछन् है खतरा डनहरू यिनीहरूसँग सबै डरा है भान्जा यहीँ आऊ रे भान्जा यहीँ आउँछ